लेफ्ट लाग्यो भने नारायणघाट, सिधै गयो भने बाहिरको बाटो, हामी राइट लाग्छौँ। टापागाउँ हुने सिन्धुली जाने बाटो, टापागाउँ टु काठमाडौँ, सिन्धुली पनि जान मिल्छ। कान्ति राजपथ आइपुग्यौँ। यात्रा मनोकामनासम्मको हेटौडा, सानो कोठाको 4 डोबाट आयो। अब सिधै गर्ने चौवडा, सिन्धुली जाने बाटो, टापागाउँ टिका भएर चाकागाउँ काठमाडौँ जाने बाटो। अब यहाँबाट हामी लेफ्ट लाग्छौँ। यहाँबाट सिधै गयौँ हामी। पहिलाभन्दा धेरै विकसित भएको ठाउँ हो यो। त्यहाँबाट निस्केपछि लास्ट सानो पर्छ निस्के लास्ट इन्डिङ आएपछि राइटतिर लाग्यो भने नगरपालिका आइपुग्छ। नगरपालिका रोड, मकवानपुर बहुमुखी क्याम्पस। अब हामी राइटतिर लाग्छौँ। मनोकामना सिँचाइ टोल। बाटो सानो थियो, अहिले फेरि यो बढाएर हलाइहाल्ने हो। यात्रा मनोकामना सम्मको बिहान बिहान हेटौडाको प्रायः जस्तो धेरै मान्छे माथि वाक, मर्निङ वाक हुन्छ। शान्त सुन्दर हरियाली भएर पनि होला। बाटो पनि राम्रो, हिलो छिलो नहुने। यहाँ ठिक्क अगाडि चाहिँ माताको मन्दिर छ माथि। हामी सिधै स्ल्यापै स्ल्याप। यहाँ मुक्तिनाथ मन्दिर पनि छ। अब यहाँ हामी अब जङ्गलको बाटो लाग्यौँ। ल पैदल यात्रीहरूलाई सिधा जाने फुर्केलाको पनि व्यवस्था छ। बाटो चाहिँ सबै राम्रो छ, स्ल्यापै स्ल्याप हो। हामी आउनु अलि ढिला भयो, नत्र यहाँ मर्निङ वाक गर्ने त कति कति। ठाउँ ठाउँमा प्रतीक्षालय पनि छ, पानी पर्यो भने बस्नलाई। हरियाली जङ्गलको कमी छैन। जय मनोकामना माइकी। मेन मनोकामना मन्दिर, हात धुने ठाउँ, हरियोले फुटाउने घन्टी, मनोकामना। हजुर लौ यहाँबाट मनोकामना अटो टेम्पोको पनि व्यवस्था छ आउन जान। लौ हामी मनोकामना फर्क्यौँ। अब यहाँ एउटा उता भुपु सैनिक एउटा होटल छ, बच्चाहरूको खेल्ने जोनहरू पनि छन्। यहाँ गएर हामी चिया खान्छौँ।
अझ गर्मीको बेलामा आउनु चाहिँ एकदम बेटर ठाउँ हो यो। अब हामी सिधै लाग्यौँ भुपु सैनिक होटल। हेलो 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 पिङ पिङ यहाँ पनि रहेछ। ल आयो हामी। आहा ल हाम्रो होटल यहाँ लचका पिङ सबै छन्। भुपु सैनिक हाइट होटल। अब घाम लाग्यो भए क्लियर देख्थ्यो, यहाँबाट चाहिँ हेटौडा पुरा देखिन्छ। हुन्छ हुन्छ यहाँ बच्चा बुझी हुनेलाई आनन्द छ। यहाँ तल लगाएर खेलाउने आनन्दले यहाँ खेल्ने ठाउँ छ। ढिक्किली च्याउ ढिक्किली च्याउ ढिक्किली च्याउ ढिक्किली च्याउ। ल भुपु सैनिक हाइट होटलमा भ्यू राम्रो छ छतबाट। हेलो 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 यहाँ छतबाट भ्यू दामी छ। खोला जाने बेलामा सिक्री ब्यागमा हाल्नु पर्यो थियो, फेरि लाउनु हिँड्दैन। अहिले भर्खर खिच्यो अनि मेरो यस्तो भयो उस्तो भएन। बुढी नचिने यार मैले